Hello everyone, namaste, welcome back to new video. So साथीहरु अनि आज चाहिँ म नयाँ भिडियो हजुरहरुको भिडियो स्टार्ट गरिरहेछु अर्को भिडियो। अनि सो आज चाहिँ हाम्रोमा यहाँ साकेला छ अनि म चाहिँ साकेला भर्न जाँदै छु। सो हेर्दै जानु होला हस्ततिर म अब फाइनल भएपछि भेट्छु ल। हामी चाहिँ हिँड्यौं बजार। यो चाहिँ मेरो साथी है, यो मेरो बहिनी हो हैन। हामी दुईजना भएर बजार हिँडेको। हाई गर। हाई। अब मेरो पछाडि गाईको बुढी छ। उता नानी बोकेर हिँड्नु हुँदैछ ब्लगर वाला। हामी चाहिँ यति छौँ, अझै पछाडि आउँदैछन्। नानीको चस्मा ल्याएर छ हेर। मेरो पसिना देख्न सक्नुहुन्छ यहाँनेर। यता यस्तो छन् मेरा ग्याङहरू बोकेर हिँड्न। सो साथीहरू हामी चाहिँ बजार आइपुग्न आँट्यौँ। घाम यस्तो लागिरहेछ। यहाँ चाहिँ मेरो भाइ आउँदैछ पछाडि। यता पनि हुन्छ। अनुहार खोल्न अनुहार चाहिँ हाई भन्। हाई। सो साथीहरू हामी चाहिँ बल्ल तल्ल रोडमा आइपुग्यौँ। यता बोलिदेऊ न। अब चाहिँ यहाँदेखि जान 10 मिनट लाग्छ। एकैचोटि बजार पुगेर मात्र देखाउँछु। आया साकेला सिल्ली माथि चाहिँ छ है बजार लाग्ने ठाउँ। वहाँ डाँडोमा हामी चाहिँ बजार आइपुग्न आँट्यौँ। म चाहिँ कति वर्ष 2 वर्षपछि बजार भर्न आएको है यहाँको। साकेला चाहिँ भर्खर सुरु हुँदैछ। मान्छे नै आइसकेको छैन। यहाँको साकेला चाहिँ यस्तो हुँदैछ। हाम्रो गाउँको रहेछ किरण राईहरूको। माथि डाँडादेखि हिँडिराखेको है। घाम छुँदैछौँ यहाँ पछाडि घाम त फेरि रमाइलो हुँदैछ। पानी पनि पर्छ रमाइलो छ। होइन आज त मौसम के हो यस्तो, घरि घाम लाग्छ घरि पानी आउँछ। तर त्यो रमाइलो हुँदैछ पछाडि चाहिँ। अनि यहाँ चाहिँ घाम पनि हुन्छ घरि पानी आउँछ। तर मेरो आवाज सानो आइरहेको छ क्या। यहाँ पुरा झोल झन्टा बजार र आवाज सानो आइरहेछ होला। मान्छे सोधेको फुल
घट्यो अनि हामी चाहिँ घर लागेको है पानी पऱ्यो त्यही भएर आज त खासै राम्रो भिडियो पनि गर्न पाइएन मजाले देखाउन पनि पाइएन म चाहिँ दामी चौरीमा आइपुगेँ कि अब यहाँनिर फोटो खिच्नुपर्ने हुन्छ एक दुईवटा यहाँ म फोटो पनि लगाइदिन्छु हेर्नु होला राम्रो यहाँ त फोटो खिच्दा पानी पऱ्यो म चाहिँ घर भाडा भन्न जानु पनि गाह्रै हो यो रहरले गोठाको भर जान्छ भनेको यो र त साथीहरू आजको भिडियो यति नै हो यदि हजुरहरूलाई मन परेमा म चाहिँ यहाँ घर पुग्न लागेको कि पानीले हाम्रो घरतिर झन् धेरै पानी परिरहेको छ अरे कि अनि त्यही भएर म यहाँ सो अनि हामी चाहिँ घर हिँडेको क्या घर हिँडेको भन्दा पनि आइपुग्न आँटिसक्यौँ कुहिरो लागेर उस्तै पानी परेर यहाँ मोबाइलमा पानी परेर खोइ त यस्तो पानी लागेको छ कि यस्तो लाग्छ कि भिजेर यहाँ पानीले भिजेर उस्तै कुहिरो छ उस्तै छ त उठाउनु बहिनी अनि यो चाहिँ मेरो बहिनी हो है आज बजार भरियो अब राम्रै भएन क्या पुरासँगले राम्रोसँग भिडियो गरेर सबै देखाउँछु भनेको त लास्टमा त के को पानी आएर केही गर्न पाएन भिडियो गर्नै पाएन अलिअलि त गरेको छु सो हजुरहरूलाई अनि आजको भिडियो कस्तो लाग्छ यदि मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला तपाईँ पनि भन्न लाइक गर्नु भन्न कस्तो लजाएर भागो पो